साथीहरू, प्रेम सुन्दर हो, तर जब प्रेम पूजा बन्छ, यो सत्य हो, यो शिव हो, यो मोक्षको यात्रा पनि हुनसक्छ। एउटा मिठो कविता सुनाउँछु, सुन्नु होला। कविताको शीर्षक छ मोक्ष यात्रा। एउटा विमोचन नभएको अमूर्त साहित्य सुन्दर गाताले पुस्तकमा सिलबन्दी भए चाहिँ ती ओठहरू कुनै रहस्यमय भावमा बन्द भएका छन्। आधा खुल्दा लाग्छ त्यो कुनै दिव्य प्रवचनको आधा अंश थियो। गुलाबी ओठ जब शर्माएर दन्ते लहर पछाडि आधा लुक्न खोजेका हुन्छन्, तब आधा पढिएको कामदेवको शास्त्र चाहिँ लाग्छ। दुई ओठका रङ्गहरू सूर्यास्त र सूर्य उदयको मिश्रण जस्तो रङ्गीन थियो। सायद गोकुलका गाईहरूले श्री कृष्णलाई रिझाउन साँझ धुलो उडाउँदा त्यही रङ्ग वायुमण्डलमा मिसाउने गर्थे। श्रीकृष्णको मुरली राग र राधा रानीको नृत्य जस्तो कलात्मकता मुस्कानभन्दा पहिले गुन्जन्थ्यो। उनका मधुर आवाजहरू ओठलाई पछ्याउँथे। अस्तित्वको आस्था स्वर बनेर निस्कनुभन्दा पहिले उनका ओठबाट समाधिको धुन निस्कन्थ्यो र शब्द भाव बन्थ्यो, भाव सङ्गीत बन्थ्यो। म कवि मन लिएर हरेक साँझ ध्यान गर्ने गर्छु खुल्ला आकाश मुनि। कसमसमा उनका ओठबाट आफ्नो नाम शून्य आसमा एउटा प्रेमको पुजारी बन्दै अनि लाग्छ सायद त्यो ध्वनि शब्दमा होइन, मौनतामा गुन्जिरहेछ, कतै आफै भित्र, कतै भित्र आफै। थ्याङ्क यू।